सुकुम्बासी बस्ती। बिचरा अनि ल्याएर पेल्ट्यो भने त उठेर हिँड्न नि सक्दैन बिचरा। सामान यसरी तयारी अवस्थामा छ। यस्तो छ यहाँको अवस्था। एकदमै मिडियाले कभरेज गरिरहेको छ। यहाँको अवस्था यस्तो छ। मिडिया कर्मीहरूले एकदमै कभरेज गरिरहेका छन्। सबैभन्दा पहिला व्यवस्थापन गर्नु पर्यो, त्यसपछि मात्रै हटाउनु पर्यो भन्ने उहाँहरूको प्रतिक्रिया रहेको छ। हैन त्यो तथ्याङ्क छैन भने आफूले निकाल्ने हो, आफूले गर्ने हो। अनि को सुकुम्बासी छ भनेर उनीहरूले मूल्याङ्कन गर्ने होला। आएर एकैचोटि डोजर लाउने कुरा धम्की दिने हो। कुर्सीमा बसेर पुलिस प्रशासन हातमा छ भन्दैमा जनतालाई दुःख दिनलाई के उडाइदिन्छु, बस्ती नै उठाइदिन्छु भन्ने धम्की दिने, एक हप्ताभित्र उठ भन्ने, होटेलमा लगेर राख्छु भने कतिलाई होटेलमा लगेर राख्छ सक्छ? एक दिन पाल्ने हो, एक छाक खुवाउने हो, एक छाक खुवाएर हुन्छ? कसरी साध्य छ भन्नु तपाईँहरू? एक दिन लगेर एकछिन आएर यो 72 लाख 70 लाख छन् सुकुम्बासी, कहाँ लगेर राख्छ सरकारले? त्यसै जे पाते गर्न पाइन्छ। सुकुम्बासीहरू एक भयो भने के हुन्छ? के हाम्रा यी दाजुभाइहरूलाई चाहिँ उठाएर यसले तिब्बती ल्याएर राख्न थाल्यो हो, इन्डियन ल्याएर राख्न थाल्यो हो? यहाँ इन्डियन ल्याएर राख्नको लागि यो सुकुम्बासी बस्ती खाली गरा हो हाम्रा दाजुभाइ दिदीबहिनीलाई उठाएर? तपाईँहरूले पनि साथ दिनुपर्छ। तपाईँहरू पनि भुइँ मान्छेलाई साथ दिएर हिँड्नुपर्छ। तपाईँहरूले जहिले पनि सुकुम्बासी भुइँ मान्छेलाई साथ दिनु। पत्रकार काम भनेको सधैँभरि अन्याय परेकालाई न्याय दिलाउने हो। हिजो अन्याय परेका तिनीहरूलाई न्याय दिलाएर आज कुर्सीमा पुगे होइन? तिनीहरूले नि आज यी सुकुम्बासीलाई उठाउने हो त? व्यवस्थापन गर्नु पर्दैन? यत्रो लाखौँ सुकुम्बासीहरूको व्यवस्थापन नगरिकन उठाउन पाइन्छ? देशभरिका सुकुम्बासी एक हुनुपर्छ र यिनीहरूको पार्टी कार्यालयदेखि जहाँ जहाँ जे छ त्यहाँनिर छेक्नुपर्छ होइन? पहिले व्यवस्थापन गरोस् न। व्यवस्थापन गरेपछि त सबै सुकुम्बासीहरूले, सबै मान्छेहरूले चाहिँ आफ्नो तरिकाले गइहाल्नुहुन्छ नि राज्यले दिएको ठाउँमा। तर राज्य आफै आतंक मचाउने हो र? यो त राज्यले आफू आतंक मचाइरहेछ नि त। यो त राम्रो होइन नि त। सुकुम्बासीहरूलाई त व्यवस्थापन गर्नु पर्यो। त्यत्तिकै आएर चाहिँ डोजर लाउँछ भने धम्क्याएर दुनियाँ पुलिस प्रशासन पठाएर गुन्डागर्दी गरेर हुन्छ? जहिले पनि हामी जनतालाई चाहिँ पट्टी, जनताको आँखामा चाहिँ पट्टी हान्ने काम गर्ने। यहाँ बुझ्न आउनुहोस् जनताको अवस्था कस्तो छ, उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने भने यहाँ बुझ्न आउनुहोस्। अनि म तपाईँ नेता हुनुहुन्छ, नत्र भए हिजोको दिनमा भोट कमाउनेको चक्करमा, सरकार जगाउनेको चक्करमा, पार्टी जगाउनेको चक्करमा यस्ता दुःख पीडितहरूको चाहिँ सेन्टिमेन्टसँग खेल्न तपाईँहरूलाई चाहिँ कुनै अधिकार छैन पनि भन्न चाहन्छु म उहाँहरूलाई। के नाम बुवा? त्यो सोचाइमा चाहिँ कस्तो भने उहाँ त्यो सरले चाहिँ किन हामीलाई ट्याम पटक पटक तपाईँहरूलाई आइरहन्छ है? कतिौँ त्रास चाहिँ कति पटक सहनु हो? कति सय कति सय
यहाँको सुकुम्बासीहरूलाई हामी जमिन दिएर व्यवस्थापन गर्छौँ भनेको छ। नरुनुहोस् हजुर, नरुनुहोस्। हेर्दा हेर्दै देख्न सक्नुहुनेछ यहाँका संरक्षण राज्य नै लाग्यो।